नमस्कार। एज इट इजमा स्वागत छ। आज हामी एक यस्ता व्यक्तित्वको जीवनकाल खोतल्नेछौँ जसले आफ्नो वाचन शैली मार्फत सबैमा यस्तो छाप छोड्नुभयो कि 2058 सालमा राजा वीरेन्द्रबाट उहाँलाई वाचन शिरोमणिको उपाधि प्राप्त भयो। यहाँहरूले बुझिसक्नुभयो होला। तर अहिलेका पुस्ताका केही जमात उहाँका कामबाट अनभिज्ञ वा अपरिचित हुन सक्नुहुन्छ। त्यस जमातलाई म एउटा क्लिप देखाउन चाहन्छु। खोजी मात्रै हो र रूपमा बलेकी शिलामा ढलेकी 32 लक्षणले युक्त भएकी परम सुन्दरी भगवान कृष्ण म त तपाईँसँगै जान्छु पो भन्छे अहिले दाल हे बरबाद उल्का पारी पारी न हो। यो भिडियो क्लिप तपाईँले पक्कै देख्नु भएको होला। नभए यो अडियो त टिकटकमा पक्का सुन्नु नै भएको हुनुपर्छ। उनी हुन् वाचन शिरोमणि पण्डित नारायण प्रसाद पोखरेल। गोर्खा जिल्लाको बगुवामा विक्रम सम्वत 2011 ज्येष्ठ 32 गते जन्मिएका पण्डित पोखरेल भागवत कथावाचक, हिन्दू प्रचारक, सामाजिक क्रान्तिकारी एवं विश्व हिन्दू महासङ्घका पूर्व अध्यक्ष थिए। ब्राह्मण परिवारमा जन्मिएका उनले आफ्ना ठुला बडाबाट सानै उमेरदेखि भागवत पुराण सुन्दै र सिक्दै हुर्किए। उनको औपचारिक शिक्षा पनि चल्दै गयो, जहाँ उनका एक समकक्षी थिए पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई। 19 वर्षको उमेरदेखि नै पोखरेलले भागवत महापुराण वाचन गर्न थालेका थिए र उनको वाचन शैली यति कर्णप्रिय हुने गर्दथ्यो कि उनको लोकप्रियता छिट्टै देश विदेशमा छरिएका नेपालीमा पढ्न थाल्यो। यसै कारण पनि होला उनले आफ्नो जीवनकालमा 1100 पटक भन्दा बढी व्यासासनमा बसी भागवत पुराण सुनाएका थिए। पोखरेल एक सामाजिक अभियन्ता पनि थिए। आफ्नो शक्ति र प्रभावकारिताको बलियो उपयोग गरेर उनले समाजका विभिन्न पक्षमा सुधार पनि लिएर आए। पहिले पहिले हिन्दू शास्त्रका किताब कथित तल्ला जातिले पढ्नु हुँदैन, पुराण कथा सुन्नु हुँदैन भन्ने मान्यता थियो। यो परम्परागत कुचलनलाई तोड्दै उनी दलित र अन्य कथित वर्जित जातिका व्यक्तिहरूलाई सम्मानित अतिथिका रूपमा आमन्त्रण गर्दथे र पुराण सुनाउँथे। यस्ता पुराण र यज्ञहरूबाट उठेका पैसाहरू उनले विद्यालय, हेल्थ पोस्ट र विकासका अन्य पूर्वाधारहरू निर्माण गर्नमा उपयोग गर्दथे। यसरी धार्मिक पद्धतिलाई विकासका पक्षसँग जोडी उनले एउटा बलियो पुल निर्माण गरे जुनले समाजलाई शान्ति र समृद्धिको बाटोमा लैजाने निश्चित थियो। उनको वाचन शैलीबाट प्रभावित भएरै राजा वीरेन्द्रले विक्रम सम्वत 2058मा उनलाई वाचन शिरोमणिको उपाधिले सम्मानित गरे र जनस्तरबाट यो उपाधि स्वीकार पनि भयो। विक्रम सम्वत 2052मा सुरु भएको माओवादी विद्रोहको पोखरेलले खुलेर विरोध गरे। उनी नेपालको हिन्दू राजतन्त्र र सांस्कृतिक पहिचानलाई प्रवर्धन गर्ने मनसाय बोकेका व्यक्ति थिए, जुन माओवादी विद्रोहको राजालाई अपदस्थ गर्ने अर्थात् हटाउने र धर्मनिरपेक्ष गणतन्त्र स्थापना गर्ने कल्पनाको ठिक उल्टो थियो। त्यतिबेला उनले अध्यक्ष रहेको विश्व हिन्दू महासङ्घ मार्फत राजा ज्ञानेन्द्रलाई विश्व हिन्दू सम्राट घोषणा गरी राजतन्त्र र हिन्दू राष्ट्रप्रति गहिरो समर्थन देखाए। यस घटनाले उनलाई माओवादी विद्रोहको थप आँखी बनायो। यस्ता विरोधलाई सार्वजनिक रूपमै अझ मूर्त रूप दिँदै उनले ग्रामीण क्षेत्रहरू जहाँ माओवादीले छिट्टै प्रभाव पार्न सक्ने सम्भावना बलियो हुन्थ्यो, त्यहाँ पनि विकासका अनेकौं पूर्वाधार बनाउने व्यवस्था गरे। साथै उनले यस्ता क्रान्तिकारी हिंसाको सट्टा धार्मिक परम्परामै आधारित रही वैकल्पिक परिवर्तनको बाटो खोज्न सकिने कुरामा पनि जोड दिन थाले। पोखरेलको हत्या हुनु 2 वर्ष पूर्व उनको घरबाट 2 जना माओवादी कार्यकर्ता पक्राउ परेका थिए, जसमा प्रहरीलाई उनले सूचना दिएको शङ्का माओवादीले गरेका थिए, तर आरोप भने लगाएका थिएनन्। विक्रम सम्वत 2062 वैशाख 23मा रूपन्देहीको रामपुरमा भागवत कथा महायज्ञ लगाई प्रमुख वाचकको रूपमा बसेका उनलाई छैटौं दिनको दिन बाइकमा आएका 6 जना बन्दुकधारीले 9 पटक गोली हानी उनको हत्या गरे। उनका 2 श्रीमती, 4 छोरा र 2 छोरी छन्। उनको हत्याको जिम्मेवारी माओवादीसँग सम्बन्धित दलित मुक्ति मोर्चाले लिएको भनी बिबिसी नेपालको रेडियो सेवाले सूचना प्रवाह गर्यो। त्यतिबेला माओवादीले एक विज्ञप्ति जारी गर्दै पोखरेललाई यौन शोषणमा संलग्न भएको, गैर कानुनी रूपमा सम्पत्ति जम्मा गरेको
दलितहरूको नाम दुरुपयोग गरेको र राजतन्त्रको पक्षमा लोकप्रिय समर्थन जुटाउने प्रयास गरेको भन्दै निन्दा गरेको थियो। उनका छोरा र अहिलेका प्रसिद्ध पण्डित दीनबन्धु पोखरेलले भने राजतन्त्रवादी हिन्दू अतिवादीहरूले तल्लो तहका माओवादी कार्यकर्ता प्रयोग गरिएको भनेका थिए। प्रगतिशील पण्डित अर्थात् प्रोग्रेसिभ पण्डितको रूपमा चिनिने नारायण पोखरेलप्रति हिन्दू धर्मका अतिवादीहरू परम्परा भङ्ग गरेको भनी आक्रोशित थिए, खास गरी उनको जातीय समानताको एङ्गललाई लिएर। अहिले माओवादीका शीर्ष नेताहरूले भने पोखरेललाई मार्न आफ्नो कुनै उद्देश्य वा कारण नरहेको बताउँदै आएका छन्। नारायण पोखरेललाई 2066 सालमा नेपाल सरकारले धार्मिक शहीदको रूपमा सम्मान गर्ने घोषणा गर्यो। उनको मृत्यु पश्चात तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र एमालेका सचिव माधव कुमार नेपालले गणतन्त्रको स्थापना हुनासाथ उनका हत्यारा पत्ता लगाउने प्रतिबद्धता जनाएका थिए। तर अहिले घटना भएको 21 वर्ष बितिसक्दा पनि न त उनको हत्यारा समातिएका छन्, न त उनले न्यायको केही झिनो आशा नै भेटेका छन्। आशा छ अब आएको नयाँ सरकारले यो विषयलाई पनि ध्यानमा राख्नेछ र वाचन शिरोमणिको रचना जस्तै हातमा काम, मुखमा राम झल्काउनेछ। यहाँसम्म सुनिदिनु भएकोमा धन्यवाद। यस्तै अन्य ट्रु क्राइमका घटना सुन्नका लागि एज इट इजलाई सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।